यो एलु है आउँदैछ रे फेरि सिन्टेक्स छ बाबा स्टेज तयार न कुनै दृष्टिकोण छ न कुनै सुविधा प्रदान गर्ने केही छ विकासको नाममा केवल आफ्नो स्वार्थको लागि काम गरिरहेका छन् काम छैन तर भाषा नपार दार्जिलिङको चिया जस्तो मिठो थियो सपना तर नेताको खेलले बनायो केवल तमासा विकास ल्याउँछु भन्दै गरे ठुलो प्रचार भित्रभित्रै चलिरहेको भ्रष्टाचारको व्यापार केतेयाको कुर्सीमा राजा बन्ने चाहना जनताको पसिनामाथि बनाए आफ्नै महलना गोर्खाको नाम बेचेर खेले भावना तर जनता उठेपछि खुल्यो सबैको चालना झुटो सपना फेरि किन छैन दार्जिलिङ हाम्रो आत्मा हाम्रो बेच्नेहरू बन्द बतारा छैन अब चुप बस्दैन झुटो सपना फेरि किन छैन दार्जिलिङ हाम्रो आत्मा हाम्रो बेच्नेहरू बन्द बतारा छैन घोटाला राहतको सरायो भारदाल योजनाले पनि नाम डुबायो सरकारी सम्पत्ति भाडा भन्दै बेचियो जनताको भरोसा बिस्तारै रित्तियो शान्तिको नाममा भयो धेरै खेल गरिब जनताको छातीमाथि मेल लाखौंलाई मूर्ख ठानेको थियो होला तर समय आएपछि फर्कियो भोला दिदी बङ्गलादेश भाइ झापा जाने कुरा जनताको पीडाले लेख्यो नयाँ सुरा अब चेतना उठेको छ गाउँदेखि सहर झुटो नेताको दिन गयो अब सकर जनता अब चुप बस्दैन झुटो सपना फेरि किन छैन दार्जिलिङ हाम्रो आत्मा हाम्रो बेच्नेहरू बन्द बतारा छैन जनता अब चुप बस्दैन झुटो सपना फेरि किन छैन दार्जिलिङ हाम्रो आत्मा हाम्रो बेच्नेहरू बन्द बतारा छैन यो र्याप हो आवाज रिस र पीडाको दार्जिलिङ बचाउने नयाँ भिडको न त डर न त झुटको शासन जनताकै हातमा अब निर्णयको कारण जनता अब चुप बस्दैन झुटो सपना फेरि किन छैन दार्जिलिङ हाम्रो आत्मा हाम्रो बेच्नेहरू गन्तव्य टाढा छैन सिन्टेक्स बाबा र झोले आउँदैछ याद गर यो कुरा गीत भन्दा ठुलो हुन्छ जनताको सुरा नाच्नु कि सच्च बोलो काम देखाऊ दार्जिलिङको नाम गर्ने नडुबाऊ यो दार्जिलिङ जागेको छ जनता तिम्रो चलाखीले मूर्ख बन्ने छैनन् अब तिनीहरू उठ्छन् तिनीहरू आफ्नो अधिकारको लागि लड्नेछन् अब तपाईले भाजपा र सबै गठबन्धन पार्टीहरूको शक्ति देख्नुहुनेछ जेल जान तयार हुनुहोस् अब जनता नै असली